परमपिता परमात्मा सारे सृष्टि के रचनहार कुल मालिक कबीर साहिब बंदी छोर सतगुरु रामपाल जी परमेश्वर जी परमात्मा जी को आज बड़ी भोग की आरती को साथमा भोग अर्पण गरियो। परमात्मा जीको दया कृपाले भाइ बहिनीहरू सबै पृथ्वीभरि नै 2028 आउँदैसम्ममा धेरैलाई यो साधना मालिकको सबैलाई मन पर्न सुरु हुन्छ अनि सुरुवात पनि हुन्छ। यही पुरा पृथ्वीमा जति पनि जीव आत्माहरू बाँचिरहन्छ सबैजनालाई अनि यो एक भगवान, एक रस, एक भक्ति, एक छाता, एक भाषा सबै मन पर्न सुरु हुने दिनहरू आउँदैछ भाइ बहिनी। त्यही भएर हजुरहरूले सृष्टि रचना सन्त रामपालजी भगवानजीको सुन्न सुरु गर्नुहोस्। चाहे हिन्दू, मुस्लिम, सिख, इसाई, बुद्धिस्ट, जैनी जति पनि कालको लोकमा विभाजित, धर्ममा विभाजित, भूमिमा विभाजित, रङ रूपमा विभाजित मानव चोलामा हुनुहुन्छ सबैलाई भगवान चाहिने दिन आएको छ। त्यही भएर सबैजनाले एक भगवानको प्रार्थना बन्दगी भक्ति नगरी नहुने दिनहरू छन्। त्यही भएर हजुरहरू सबैले अहिले नै परमात्मा चिनिहाल्नुहोस् र आफ्नो परमात्माजीलाई यसरी भोग लगाएर प्रसाद ग्रहण गर्न सुरु गर्नुहोस्। जय बन्दी छोर जी की, लॉर्ड कोई नहीं और की।